चाहिँ गणेश मन्दिर जाँदैछौँ। भोलि बिहान पनि जान्छौँ। अहिले सफारीमा छौँ। हिँड्दैको गणेश मन्दिर जाँदैछौँ। गणेश भगवानको दर्शन गर्न हाम्रो यहाँ कान्छाले मलाई लाँदै हुनुहुन्छ। कता हो बाबु? तिमी किन लजा? मेरो सम्पूर्ण साथी फ्रेन्डहरूलाई मैले धेरै सम्झेछु है। अब यहाँ चाहिँ हाम्रो भागवत भइरहेको आज पूर्वाङ्ग भयो, भोलिबाट भागवत सुरु हुन्छ। सम्पूर्णले भिडियो मार्फत दर्शन गर्नु होला। एकदम राम्रो झुलुङ्गे पुल। हामी चाहिँ यहाँ भगवान भोलेनाथ बाबाको भव्य मूर्तिको दर्शन हुँदैछ र यहाँ बाबा भोलेनाथ बाबा विराजमान हुनुभएको ठाउँमा म यहाँ आइपुगेको छु। र ठाउँको नाम के रे भन्नुभयो? हरिवन बटौनामा म यहाँ शिवशङ्कर भोलेनाथ बाबाको दर्शन गर्दैछु। धेरै लजायो कि हाम्रो कान्छ किन लजाएको है त हेर। ओके, म चाहिँ यहाँ भागवतमा आएको छु र गणेश भगवानको दर्शन पनि यहीँ गर्ने हो। हाम्रो अहिले अब भागवत आज कलश यात्रा भयो। यो सबै अहिले बनिरहेको छ भोलिको लागि तयारी। अनि यहाँ चाहिँ कलश यात्राको लागि कलशहरू राखिएको छ र तयारी भइरहेको छ। यता चाहिँ हाम्रो अब यज्ञहरू भगवानको लागि सजाइरहेको हाम्रो दाइहरू हुनुहुन्छ है भोलिको लागि। यो गणेश भगवानको मन्दिर है र भगवान शिव माता पार्वतीको पनि यो मन्दिर छ। र यो गणेश भगवानको मूर्ति चाहिँ कुनै बनावटी मूर्ति होइन। यो गणेश भगवानको मूर्ति चाहिँ भेट्टाएर हाम्रो शेरबहादुर महत यानि कि महत परिवारमा हाम्रो शेरबहादुर महत बुवाले भेट्टाएर सबैजनालाई भन्नुभएर अनि मिलेर यहाँ स्थापना गरेको हो है। र मन्दिर तपाईँले देख्न सक्नुहुन्छ। अरू भगवानको मूर्तिहरू पनि राखेको छ। यहाँ भेट्टाएको मूर्तिहरू धेरै छ र म अलिकति साँझ भयो, अलिकति चाँडै भेटेको भए म एकदमै राम्रोसँग क्लिप देखाउँथेँ। तर केही छैन, भोलि पनि म यहाँ पूजामा आउँछु। र यो मूर्ति पनि कुनै बनावटी मूर्ति होइन। भगवान शिवशङ्कर र माता पार्वती हेर्नुहोस्, योनिद्वार ठ्याक्क तपाईँले देख्न सक्नुहुन्छ माता होइन। यो कुनै बनावटी मूर्ति होइन है, सबै यो भेटाएको मूर्तिहरू। र तपाईँहरूले कति भगवान छैनन् भन्नुहुन्छ होइन। र यस्तो कुरा देखेर चाहिँ जसले भगवान मान्नुहुन्न यस्तो कुरा देखेर चाहिँ तपाईँहरू के भन्नुहुन्छ? अगाडिपट्टि हाम्रो भगवान शिवशङ्कर भोलेनाथ बाबाको मन्दिर यो है, तपाईँहरूले हेर्न सक्नुहुन्छ। यहाँ शिवशङ्कर भोलेनाथ बाबाको शिवलिङ्ग राखिएको छ यहाँ चाहिँ। र यतापट्टि तपाईँले राधाकृष्ण भगवान है हेर्नुहोला, राधाकृष्ण भगवान। र यहाँ होम कुण्डहरू पनि छ। र उता अगाडिपट्टि फेरि होम कुण्डको ठ्याक्क अगाडिपट्टि चाहिँ माता दुर्गा माँको मन्दिर छ है। दुर्गा माँको मन्दिर यहाँ चाहिँ माँ दुर्गा माँको मन्दिर हो।
भगवानको आरती गणेशपति बाप्पाको आरती सुरु दीप प्रज्वल हैन हाम्रो यहाँ पुजारी बा गुरुले आरती गर्नको लागि तयार गर्नुभएको छ। साथीहरू सम्पूर्णले हेर्नुहोला। उहाँ भाइलाई एकदम राम्रो छ। अब हाम्रो भनेको कामहरू हामी केही डेलिभरी केसहरू लिएर गयौँ भने नि हे भगवान् राम्रो होस् है भनेर भन्यौँ भनेदेखि उहाँ भगवान्को इच्छाले एकदमै राम्रो हुन्छ। हामीले प्रत्यक्ष हाम्रो आँखाले देखेका छौँ। अब सबैले यो बुझिदिनु होला, राम्रो गरिदिनु होला। उहाँ भगवान्को चाहिँ एकदमै शक्ति प्राप्त भएको छ। भगवान्को प्रार्थना यही गर्दछु म। जो हाम्रा चाहिँ भक्तहरू छन् यहाँदेखि लिएर इन्डियादेखि लिएर नेपाल, चिनमनी, काठमाडौँ, 27 जनकपुर, वीरगञ्ज, यिनीहरू चारैतिरबाट चारै दिशाबाट अहिले भगवान्ले गजानन भगवान्को आशीर्वादले गर्दाखेरि यहाँ सबै भिड लागेको छ, भइरहेको छ। सालिन्ने पुराण हुन्छ,
गजानन भक्तिले के गर्नु, म त धेरै बोल्न नि सक्दिनँ, अलि बिमारी नि छु, हे भगवान्। ठिक